गाइज नमस्ते तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज चाहिँ म चाहिँ ताराघारी मन्दिर घुम्न आएको आमालाई लिएर अनि ठ्याक्कै हामी चाहिँ गेटमा आइपुगेर यहाँ बसिरहेको छौं। यो चाहिँ हाम्रो कटारीको ताराघारी मन्दिर। आमा कस्तो लाग्यो तपाईलाई मन्दिर? एकदम राम्रो छ। घरमा बस्दा बस्दा दिक्क लागेको थियो है? दिक्क लाग्यो, यहाँ रमाइलो भयो। अहिले चाहिँ हाम्रो ताराघारी मन्दिर यस्तो बनाएको छ। यहाँ गेट सेट हालेर हरियाली छ। यो चाहिँ अझ मास्तिर तपाईलाई म देखाउँछु बिस्तारै। अहिले चाहिँ हामी यहाँ थकै मारेको आउँदा आउँदै गरिम भएमा कस्तो गरिम भयो। घरमा भन्दा त अझै यता शीतल है? ए धेरै शीतल। घर भन्दा त अझै यहाँ शीतल नै। दिदीहरू पनि आउँदै हुनुहुन्छ, त्यही भएर मा र म चाहिँ यहाँ कुर्दै बसेको थकै मारेकोमा दिदीहरूलाई कुरेर। हाम्रो ताराघारी मन्दिरको दृश्य यस्तो रमाइलो ठाउँ छ। हामी चाहिँ 12 बजे हिँडेको थियौँ, ठ्याक्कै 15 मिनटमा आइपुग्यौँ भन्दा नि भयो। 12 बजेर खै कति मिनटमा हिँडेको थियौँ, 10-15 मिनटमा चाहिँ आइपुगिन्छ। यो चाहिँ हाम्रो ताराघारी मन्दिरको दृश्य। वहाँ शौचालय यस्तो राम्रो ठाउँ छ हाम्रो ताराघारी मन्दिर। तपाईहरु पनि आउनु है दर्शन गर्नलाई। यहाँ हलेसीको यो पाट के भन्छ, हलेसीको उ छ अरे, यहाँ हलेसीलाई सम्झिने छ अरे, के भन्छ त्यसलाई भन्नै आएन कि गाइस मलाई चाहिँ। हलेसी जान नसक्नेहरूले, हलेसी दर्शन गर्न जान नभ्याउनेहरूले यहाँ आएर दर्शन गर्नुहुन्छ। यस्तो रमाइलो ठाउँ छ, हेर्नु न हरियाली। अझै यो सिँढीबाट मास्तिर जानु बाँकी नै छ। हाम्रो मालाई चाहिँ मा यहाँ आउनु न, कस्तो शीतल छ। त नि त्यो दिउँसभरि चाहिँ यहाँ आएर बसेर बेलुका चाहिँ घर जानुपर्ने है मा? चट्टी सट्टी केले उहाँ रहेछ, चट्टीमा ल्याइदिउँ। बस्नु न त, म ल्याइदिन्छु। ग्यास बस्यो त्यहाँ चट्टी लिएर आउँछु होइन। आमालाई चाहिँ यस्तो रमाइलो लागेर कि घरमा बस्दा बस्दा दिक्क हुनु भइसकेको थियो कि, अनि यहाँ चाहिँ घुम्न ल्याएको क्या। अनि आज म कति दिनपछि घरबाट हिँडेको नि त, त्यही भएर कराउनु हुन्छ कि यसमै बस्दा त कराउनु हुन्न होला। हजुर गाइस, बाँदर त मन्दिरभित्र पो छिर्यो त। त है केमा पाउनु गाइस? उता झोला हाम्रो झोलामा उता बस्नु न माउ। हनुमानजीले फेरि अहिले हाम्रो झोला देख्नुभयो भने बोकेर टाप पस्दिनुहुन्छ। उता मन्दिरमा हुनुहुन्छ हनुमानजी चाहिँ। अनि यहाँ छ हाम्रो खानेकुराहरू। हामी चाहिँ अब यहाँ घुमफिर गर्दा भोक लाग्छ कि पानसानतिर हाजिरका लाग्छ भनेर हामीले अनि यहाँ खानेकुरा बोकेर आएको छु। अहिले देखाउँछु म तपाईँहरूलाई।